हेलो गाइज, आज चाहिँ हामी बेनीबाट चाहिँ ढोरपाटन जाँदैछौँ है। अहिले ठ्याक्क दिउँसोको 3-4 बज्न लागिसक्यो। हामी चाहिँ बेनी म्याग्दीबाट हिँडिसकेको छौँ। अब चाहिँ हामी ढोरपाटनको यात्रा चाहिँ सुरु गऱ्यौँ बेनीबाट। हामी चाहिँ अहिले फाइनली बागलुङ बजारमा आइपुग्यौँ है। अब हामी चाहिँ यहाँबाट तल्लो बाटो चाहिँ पोखरा काठमाडौँ जान्छ भने उल्लो बाटो चाहिँ हामी ढोरपाटनतिर लागिन्छ। उहाँ साथीहरू बाटोमा गएर बसिन्छन्। बाइकमा तेल भ्याइयो। कहाँ हो तेल हाल्ने ठाउँ? कहाँ लाम्दै खालि यहीँ आउनुपर्छ। त्यही बाटो छिरिन्न। हामी चाहिँ अहिले बजारमा गएर पेट्रोल हालेर आइसक्यौँ है। फेरि ढोरपाटन जाने बाटोमा आइसक्यौँ। साथीहरूले चाहिँ यहाँ कुरेर बसेर रहेछन्। अब हामी चाहिँ सरासर कहीँ ढिलो नगरिकन चाहिँ हामी सिधै कहाँ पुगिन्छ त्यहीँसम्म पुगेर चाहिँ आज बसोबास त्यहीँ नै हुन्छ। त्यसपछि चाहिँ भोलि चाहिँ हामी ढोरपाटनै पुगेर फर्किन्छौँ। आजलाई चाहिँ अब हेरौँ अब कति देखाउन सकिन्छ। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। चाहिँ अहिले काठेखोला गाउँपालिका 5 बिउकोट भन्ने ठाउँमा आइपुग्यौँ है। वरिपरि घरहरू छन् तनक्क। यहाँ चाहिँ हामी एकछिन खाजासाजा खाइन्छ। खाजा खाएपछि चाहिँ बल्ल ढोरपाटनतिर अगाडि लागिन्छ। के छ अरे? हामी चाहिँ त्यहाँ अन्टीकोमा चाहिँ राम्रो मिठो खाजा खाइसकेर चाहिँ अहिले चाहिँ लगभग 5-5:30 भइसक्यो। अब चाहिँ फेरि हामी ढोरपाटनतिर निस्किसक्यौँ। पानी आउला जस्तो छ अब बर्खा मासको बाटो। हेलो गाइज, हामी चाहिँ अहिले भुङखानी भन्ने ठाउँमा आइपुग्यौँ है। ढोरपाटन जानको लागि 4 जना त्यहाँ साथीहरू फोटो खिच्दैछन्। हे गाइज, मेरो नि फोटो खिच्दिया न भुङखानीमा। ल गाइजहरू पोज दिएर पुरा खतरा पोज दिएर फोटो खिच्दैछन्। मेरो खिच्दिया भनेको खिच्दैनन्। ठिक छ गाइज, भुङखानीमा एकछिन अब एकछिन फोटो खिचेर चाहिँ हामी आज बुर्तिबाङ पुगिन्छ कि भन्ने आश छ। बुर्तिबाङ पुगेर बसेपछि चाहिँ भोलि बिहान चाहिँ हामी सिधै ढोरपाटन पुगिन्छ। अहिले चाहिँ साँझको 5 बज्न लागिसक्यो। अब आज चाहिँ हामी बुर्तिबाङ गएर बस्ने निदो भयो। अब जति बेला भयो नि आज चाहिँ बुर्तिबाङ गएर बसिन्छ। अनि आज बुर्तिबाङ गएर बसेपछि चाहिँ भोलि ढोरपाटन पुगिन्छ। अब हेरौँ बाटो कस्तो छ। लेट्स सी। फाइनल्ली अहिले चाहिँ 8:30 गइसकेको छ। हामी चाहिँ बेनीबाट हिँडेर बुर्तिबाङ भन्ने ठाउँमा आइसकेका छौँ। हामी चाहिँ आज स्नेहा होटल एन्ड लज भन्ने ठाउँमा चाहिँ आज यहीँ बसेर चाहिँ भोलि बिहान चाहिँ हिँड्नेछौँ। अहिले चाहिँ बाइकहरू पार्किङ गऱ्यौँ। अब चाहिँ स्नेहा भन्ने होटेलभित्र हामी बस्छौँ, खाना खान्छौँ। हेलो, गुड मर्निङ फ्रम बुर्तिबाङ। अहिले चाहिँ हामी बुर्तिबाङ भन्ने ठाउँमा छौँ है। हामी चाहिँ पछिको के होटल हो? होटल टाइगर एन्ड लन्च भन्ने ठाउँमा बस्यौँ। हिजो बेलुकी बस्यो, खानासाना खाइयो। अहिले चाहिँ बिहान भयो। बिहान 6-7 बज्न लागिसक्यो। अब चाहिँ साथीहरू उठेर आइसक्यो। अब 7 बजेबाट हाम्रो मिसन भनेको ढोरपाटन। 7 बजे हामी ढोरपाटन पुगिन्छ है। सन्तोष के छ? एकदम ओके छ बाबु, ओके हो।
ठ्याक्क अहिले हामी चाहिँ बुर्तिबाङको बजारमै छौँ। बजारको बिचमा अब तपाईँहरू ढोरपाटनतिर काहीँ यो बाटो हिँड्दै हुनुहुन्छ भनेपछि चाहिँ हजुर होटल टाइगर भन्ने ठाउँमा आएर बस्न सक्नुहुन्छ। होटल टाइगरमा चाहिँ सुविधा चाहिँ एकदम राम्रो छ। होटल नि स्ट्यान्डर्ड राम्रो छ, खाना बस्न सबै सुविधा छ। यो बाटो हिँड्दै हुनुहुन्छ भने हजुर होटल टाइगरमा आएर बस्न सक्नुहुन्छ। अहिले चाहिँ ठ्याक्क बिहानको 7 बज्यो। हामी चाहिँ बुर्तिबाङबाट ठ्याक्क 7 बजे चाहिँ ढोरपाटनतिर जानको लागि रेडी भएर निस्किसकेको छौँ। अब हेरौँ बाटो कस्तो छ के छ। यहाँ बुर्तिबाङसम्म त एकदम राम्रो हाइवे रोड नै थियो, यहाँसम्म त राम्रो छ बाटो। त्यहाँ होटलको दाइले चाहिँ अब यहाँदेखि चाहिँ ढोरपाटनसम्म नै पुरै बाटो अप्रोच छ भन्ने कुरा गर्दै हुनुहुन्थ्यो। अब हेरौँ जाम बाटो कस्तो छ के छ। अब बर्खा मास हिँडेको छ, पानी नआइदिए त्यही ठुलो कुरो हुन्थ्यो। अब अगाडि के भइरहेछ त्यहाँ सरसफाइ कार्यक्रम, कहिलेकाहीँ त राम्रो काम नै हुन्छ क्या नेपालमा। जे होस् ल ठिक छ। अब चाहिँ हामी बुर्तिबाङको पुल नि कट्न लागिसक्यो। अब चाहिँ हामी सिधै ढोरपाटनै पुग्नेछौँ। ढोरपाटन गएर चाहिँ ढोरपाटनमा गएर खाना खाएपछि चाहिँ हामी बुकीतिर उक्लिनेछौँ। आज चाहिँ हेरौँ के कस्तो हुन्छ, समयले कस्तो साथ दिन्छ लगाइच। अब चाहिँ हामी सिधै ढोरपाटनै पुग्नेछौँ। हामी चाहिँ अहिले ढोरपाटन जानेको बिच लगभग ढोरपाटन आधी घन्टामा पुगिन्छ होला। त्यस्तोमा चाहिँ यहाँ बिचमा पहिरो गएर रहेछ, बाटै छैन। साथीहरूले बाइक त्यसै हालिन्छन्। ल अवस्था यस्तो हो। यस्तो हिलो देख्दा देख्दा हालिन्छ कहिले फेरि। ढोरपाटनको अवस्था यस्तो हो गाइज। दाइले सहयोग गर्न लाउनु भयो तर त्यही नि गहिरो रहेछ। उता दुईटा जिप मकैको डिल खसेर पहिरो गयो रहेछ। यहाँ उता दुईटा जिप छ। यस्तोमा जस यति त ठिकै थियो, यहाँ गहिरो रहेछ क्या माटो हालेर। हामी चाहिँ पहिरो चाहिँ बल्ल बल्ल गरेर बाइक चाहिँ तार्यौँ। अब पहिरोदेखि चाहिँ अगाडि लागिसक्यौँ। त्यो भिडियो चाहिँ लामो हुन्छ भनेर स्किप गरेँ मैले। अब चाहिँ हामी सिधै भिडियो नलम्बाइकन चाहिँ ढोरपाटनतिर लाग्यौँ। चाहिँ अहिले ठ्याक्क ढोरपाटन छिर्ने गेटमा आइपुग्यौँ। हामी चाहिँ ढोरपाटनमा प्रवेश गरिसक्यौँ है। यता वरिपरि वाउ छ, सिन डेन्जर सिन छ, राम्रो राम्रो सम्म हरियाली, बल्ल स्वर्गमा आएको जस्तो भयो। तर होस्टेलले चाहिँ केही देख्न दिएको छैन। हेरौँ खानासाना खाएपछि चाहिँ हुस्सु गयो भने चाहिँ राम्रो सिन आउला, नभए चाहिँ हामी आज बुकी पुगेर चाहिँ भोलि चाहिँ फर्किन्छ।
फाइनल्ली हामी चाहिँ ढोरपाटनमा आएर खाना खाइयो। अब चाहिँ ढोरपाटनको सम्म ठाउँमा चाहिँ मस्त घुमिन्छ, डुलिन्छ, फोटो भिडियो खिचिन्छ। सिमसिम पानी परिरहेछ। हामीले खाना खाएको चाहिँ सरस्वती होटल लज माथितिर नि गाउँ रहेछ। पानी पर्न लाग्यो, एकैछिन उहिरित्यो। अब एकछिन पछि फेरि उसले होला जस्तोमा पानी पर्न लगाएर त्यही नि अब एकछिन चाहिँ हामी भिडियो फोटो खिच्छौँ ढोरपाटनमा। आनन्दको छ ठाउँ चाहिँ वरिपरि। पर त थुप्रो गाउँ रहेछ। ओहो, ढोरपाटनमा घोडा चढाइ। कस्तो फिल भइरहेको पर्छ? तपाईँ गएर चढेर हिँड्नु थियो, म हिँडी बस्छु थिएँ। ए आफै हिँड्छ? आफै हिँड्छ। त्यसो भए त चढे है त दाइ। गएर लिएर आउनु है, म जान्न है। रोक्न पर्यो भनेपछि सुस्तै बिस्तारै लखिन्थे, बिस्तारै बिस्तारै आफ्नो विचारले ल है। गाइज ढोरपाटनमा आएर साथीहरू चाहिँ अगाडि छन् घोडामा। मलाई चाहिँ एउटा घोडा एक्लै छोडिदिन्छ नि, सेतो घोडा। सेतो घोडालाई चाहिँ एक्लै लएर जान्छन् कि। हामी चाहिँ अहिले ढोरपाटनमा फोटो भिडियोहरू खिचिसकेर चाहिँ अब बुकी जाने निदो भएर चाहिँ हामी साथीहरूले बुकी जाने आज बेलुकी बुकी गरेर बस्ने। त्यसपछि भोलि चाहिँ बिहानको सिन हेरेर चाहिँ फर्किने भन्ने निदो गरेर चाहिँ हामी बुकीतिर लागिसक्यौँ। त्यहाँ पारीसम्म चाहिँ बाइक जाने रहेछ। हामी पारीसम्म चाहिँ बाइकमा जान्छौँ। त्यसपछि बाइक राखेर चाहिँ 5 घन्टा हिँडेर लगभग बुकी पुगिन्छ भन्ने कुरा गर्नुहुन्थ्यो। अब हेरौँ कति लाग्छ समय त। अब 5 घन्टामा हामी बुकी पुगेर बस्छौँ। त्यसपछि भोलि फर्किन्छौँ। अहिले चाहिँ बुकीतिर लाग्यौँ गाइज। फाइनल्ली अहिले चाहिँ हामी बुकीमा आइपुग्यौँ। ढोरपाटनदेखि लगभग 5-6 घन्टा हिँडेर चाहिँ अहिले हामी बुकीमा आइपुग्यौँ। अब बिचको भिडियोहरू चाहिँ सबै स्किप गर्नु पर्यो किनकि सबै बाटोभरि हुस्सु लाएर चाहिँ केही नि देखेको थिएन। त्यो भएर चाहिँ भिडियो नबनाइकन आयौँ। अहिले पनि हेर्न सक्नुहुन्छ वरिपरि सबै हुस्सु लागेको छ। त्यहाँ पलतिर चाहिँ होटल छ भन्ने कुरा गर्दै हुनुहुन्थ्यो। अब त्यहाँ गएर चाहिँ अब हेरौँ होटलमा बसेर भोलि बिहान चाहिँ भाग्यले साथ दियो भने यो हुस्सु नलाएर घाम लाग्यो भने चाहिँ हामीले अब राम्रै सिन हेर्न पाइन्छ। अब दुःख गरेको फल नि मिल्ला, नभएपछि चाहिँ अब यस्तैमा फर्किनुपर्छ हामी। अब हेरौँ भोलि बिहान भाग्यले कतिको साथ दिन्छ।
४५ मिटरको उचाइको बुकीले हामीले बिदाई गरेर अब हामी चाहिँ बेनतिर लाग्यौँ। अब हामी यहाँबाट झर्ने बाटो चाहिँ भिड छ, भिडको बाटो झरेर हामी उँधो गइन्छ। हामी चाहिँ अब बुकीबाट तलतिर झरिसक्यो, एउटा साथी चाहिँ गइसके, दुईटा साथी माथिबाट आउँदैछन्। यस्तो छ बाटो, ठ्याक्क बुकीको थोरै तलतिर अप्ठ्यारो छ बाटो।